त्यही भएपछि न किरा त्यहाँभित्र बस्ने भयो है भोटेले लगाउँछ मात्रै खाँदैन किन यिनीहरूको रमाइलोको लागि यिनीहरूको एक्सर्साइजको लागि लगाउनु रहेछ क्या यो साग खानेहरू कति मिठो छ यत्तिकै खान्छ अब ल फेरि पानी पटर जस्तो गरेको त के हो होइन मोल चाहिँ यसको माटो चाहिँ मलिलो हो कि एकदम होइन र यहाँ के हो यस्तो पुरै शीतले नखाओस् भनेर है तरिका बनाएको हो भोटेहरूले जानेको हो नि बनाएको चाहिँ ल हेर्नु त साग कसरी उमारेको यसमा बोरामा कस्तो राम्रो भएर उम्रेको ल यो त नेपालीकै होला हौ किन भन्दाखेरि यो 500 साग भएको चाहिँ है ल राईको साग भनेपछि चाहिँ नेपालीकै हो ल नेपालीले यतिको मेहनत गर्यो भनेको ठिकै हो डिपेन्डेन्ट चाहिँ मेहनतीवाला रहेछ नि होइन सुपको साग होइन त्यो त यहाँ बारी हुनुको एकदम ठिक भयो नि यहाँनिर बारी हुनेलाई धारो त्यहीँ भयो सजिलो भयो पानी हाल्नु भयो मजाले हेर्नुपछि अरे के भन्छ त्यसको पाइप जोडेर उता लाने भने आलु एकचोटि भिजाउनु पर्छ मस्त पाइप तर पाइपै छैन घरको पाइप ल्याएर पुग्दैन नि अरूले लगाइहाल्नु पाइप दुई तिनजनाको बोक्दै लाँदै जाने कि बोक्दै लाँदै जाने दुईजना र मिलाएर पाइप सब घर भयो